भनेकै बिस्तारै मलाई नभनिकन नकर सो हेलो गाइज, हेलो माई पाइनएप्पल्स। यहाँ मसँग फेरि पनि आएको छ। आज चाहिँ मेरो साथीको बर्थडे हो। ह्याप्पी बर्थडे विकी। ह्याप्पी बर्थडे युवराज। ह्याप्पी बर्थडे विकी। सो आज चाहिँ कुकुर तिहार पनि हो, लक्ष्मी पूजा पनि हो होइन। अनि हामी गेस वेयर वी आर गोइङ, कहाँ जान्ला हामी? आजको पक्चोटी भ्लग हुन्छ आज। यस यस, यु बेटर बी रेडी होइन। अहिले चाहिँ हामी कहाँ जान्ला भन्दाखेरि नैगाप जान्ला, यति मात्रै भन्न सक्छु म है। त्यसपछि चाहिँ कहाँ जाने त्यहाँबाट फिक्स हुन्छ। त्यहाँबाट फिक्स हुन्छ है। सो अब पहिला म राकेशको घर जान्छु होइन। हाम्रो सामान खै ब्याग यहाँ लोडेड छ। तिहार भनेपछि लोडेड त हुनु परिगयो होइन। अब समझ्नेवालेको इसारा ही काफी है। एनिवेज वेदर इज नाइस नाइस। अब हाकुसँग जान्छु म। लेट्स गो, बाई बाई। फाइनली कलङ्की मन्दिर पुग्यो। अब हामी जाँदैछौँ डाइरेक्ट नाइकाप राकेशको घर। कस्तो देखिरहेको छु हो क्या यो हुडीमा, राम्रो देखिरहेको होला। खासमा मैले यो हुडी आमा याङ्रीको बेला अर्डर गरेको, आमा याङ्री जानला भनेर अर्डर गरेको। त्यसको भोलिपल्ट आयो अनि त्यसपछि राकेशलाई ल हुडी लिइरहेको है, म आउनुपर्छ भने। अब बल्ल अर्को भ्लगमा यो हुडी लगाइरहेको छु। लेट्स गो। निक्कर निक्कर राकेश भाइ निक्कर कुट्टुमा छ। आन्टी कहाँ हुन्छ? गाइस चेक दिस आउट, दोज हु रिमेम्बर यो ठाउँ। यहाँनिर युवराजको बेजत गरेँ। ऊ यही हुडी थियो क्या हो यसको है? यो त अनुहार पनि उस्तै छ त यहाँ त। ल भने त अनलाइन किन्नु थिएन। घन्टी बजाउनु पर्ने तँलाई यहाँ। अब यत्रो ठुलो भइसक्यो गाइस। पक्नु सिनेमेटिक। गाई त मलाई पढ्न पनि दिएन नि, म उ गरिरहेको थिएँ, पढिरहेको थिएँ, डिस्टर्ब गऱ्यो। यसको अनुहार हेर्नु सक्नुहुन्छ गाइस। सत्त उड्योवाला बिचरा लास्टै डर छेडेर रहेछ, टाढो लुक्छ होइन, अनि बल्ल बल्ल फाल्छ के। गाइज होइन, अब हामी चाहिँ यहाँ राकेशको घरमा आएको। राकेश चाहिँ पढिरहेको थियो तर मोबाइल साइलेन्ट हालेको थियो। किन अब चाहिँ यिनीहरूले पटाका पड्काउन आएको थियो। गाईले यिनीहरूले मलाई पढ्न दिएन, म पढिरहेको थिएँ, मलाई नभनिकन नकर। यहाँ थुप्रो हेर्नु, कल गर्यो न मलाई के गर्यो। यस्तो यस्तो मान्छे सुतेर भर्खर उठे जस्तो छ। आन्टीलाई भ्लगमा ल्याएर देखाउँछु को चाहिँ नपढिकन कहाँ कहाँ गइरहेको छ अहिले। अनुहार हेर्न, भर्खर सुतेर उठे कति गरेर रिडिङमा आदि पुगिरहेको थिएँ, बिचमै बिगार दिस्ता कहाँ छ यहाँ चाहिँ बुकै छैन। तल गएर हेर्दा सो गाइस भ्यूज चेक गर्नु। जाता तो चुपचाप एंजॉय करने आया था, बोल सकता था पर इसकी गांड मस्ती तो देखो। सो गाइस भ्यूज चेक गरौँ होइन। माथि चाहिँ प्लेन उडिरहेको छ होइन। राकेश कस्तो धनी हो क्या, कस्तो ठाउँमा गर्छ। मेरो एउटा जिमको सामान पनि छ। तैँले पो डेली सक्छ हौ। अलि बिचमा साथै गर्दा बिचमा त लचिन्छ धेरै है त। पक्न होइन यो ऊ हामीलाई पेट्रोल लगाउन काम लाग्छ यो। हाकु मिस्त्री लाइट हाल्दैछ यहाँ होइन। अनि अर्को यहाँ मिस्त्री छ, राकेश मिस्त्री छ होइन। तपाईँहरूलाई अर्को वर्षदेखि लाइटनिङ हाल्नु छ भने यिनीहरू गरिबहरू दुईजनालाई काम दिनु होला। बेलुकाको काम अहिले भ्याउनु पर्छ अनि बेलुका बक्सो दिइहाल्नुपर्छ। हेभेन डाँडा जानेवाला समय हामी सस्पेन्स राखिरहेको थियो। अब चाहिँ यत्रो लाइट चाहिँ हाल्छ नि यिनीहरू दुईजना। देख्छ फुल बक्चोदी के रेडी भइसक्यो, हाम्रो सब रेडी भइसक्यो सामानहरू। सो गाइज अब हामी जाँदैछौँ यसो रिल सिल सुट गर्न। राकेश यहाँ हुडी लगाइसक्यो। हामी तिनौँ भाइ तिन तपाईँ यहाँ अर्को छ यो
भेटेन उसको स्कुटर मैले रिजर्भ आयो भने अब राकेशले हाकुको बाइक चलाउँछ जुन चाहिँ घुमाउनु सकिरहेको छैन हाकु आइसक्यो डबल ब्याग बोकेर त्यसलाई एउटा ब्याग बोक्न दे अब हामी जान्छौँ होइन म स्कुटर घुमाउँछु ल त भ्लग गर हल्का ल गाइज हामी चाहिँ अब बसेको अब मैले चलाउँछु त्यो ब्याग भाँच्यो लाग्यो अलिक पछाडि बस् न गाह्रो हुँदैन मलाई है ल ठिक छ गाइस हेलमेट चाहिँ लाउनु होला अहिले म राकेशको हेलमेट लिन्छु त्यही भएर हो यो गरेको होइन यहाँनिर राकेशको घर एकदमै भत्केको छ बिग्रेको छ राकेशको घर देखाइदियो हामीले हालेको लाइट यहाँनिर चाहिँ हो क्या मेन गाह्रो गाइस यो हो क्या यो त इजी राकेश भाइको स्कुटर त इजी हो नि फेरि हाकु र म कुर्दैछौँ कौशललाई यहाँ झाडीबाट आउँछ हामी कुरिरहेछौँ सोहान पनि आउँदैछ राकेशले लिएर आउँछ सोहान यता चेक गर ए के छ मैले त को भन्नु हर्न बसायो भनेर भ्लग बनाउँदै त आयो हामी को बर्थडे गाइजहरू बर्थडेवाला गाइजहरू बर्थडे गाइडहरू केटाहरू पछाडि बर्थडे रहेछ आज you can see the view है सेक्सी छ नि अब पत्ता चल्दैन गाइस भाइ एक लाइट पनि परेन हिँड्ने हिँड अगाडि पक 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 आगे बढेन क्या आगे बिस्तारै हिँड्ने बिस्तारै बिस्तारै भने क्या बिस्तारै त चाहिँ उता हेर्न अगाडि राइडर बल्दैन के बलेन केटा हो बलेन हाम्रो राइडर चाहिँ चलाएर सम्झी भने सुमन हो मेरो सम्झी भने सुन्छ क्या अरू कोही छैन अब मैले लिन हान्थेँ खै लिन हान्थेँ पाएन गाह्रो छ बवाल बवाल सनसेट भइरहेको छ हौ अहिले भ्यू चाहिँ बवाल आँखा भनेर केटाले फेरि फर्काइदियो हामीलाई वाउ गाइस यु क्यान सी है बवाल छ है केटाहरूले यहाँ स्काई रकेट के स्काई सर्ट के भन्छ यसलाई केटा रकेट रकेट चालु उताबाट होइन होला मुनि पो भयो त गयो यार केटा हो यिनीहरूले पड्काउनु जानेन केटा हो यिनीहरूले पड्काउनु जानेन पढेल कि कोरे होइन होइन अर्कीको गाइस अस्ति हिन्दुस्तानमा जलेको यही घर हो जलाउने हामी नि हो फेरि यही चोर हो यो स्कुटर चलाउने चोर सबै हो हामीले आएर हल्का फुल्का चाहिँ गरियो हेवन डाँडा रेसर्ट तर हेवन डाँडा भन्दा पनि त्यहाँ टाइम गएको थियो त त्यहीँबाट यता आउनु त आउँछ हेर्न बवाल देखाएको थियो नि त तर सिटी एरिया देख्दैन केही न केही त गर्नुपर्ने हुन्छ हाम्रो केटाले केही न केही त गर्छ आज अब्दुल त बन्छ हौ केटाहरूले आज केही न केही त हुन्छ अब्दुल हो म यहाँ
अनुहार हेर भैया जस्तो छ अब्दुल भन्छ फेरि अब्दुलको नि क्वालिटी हुन्छ ओ साथी अब्दुलको 120p हो यो क्वालिटीको अब्दुल बान्दैन हामीलाई नि यी घरहरूलाई आफूले गरिदिनु पर्छ सब तिमीहरू नि गर्ने हो नगरौँ होला हामी क्यामेरै ठिक छ क्यामेराम्यान नेभर भनेर सुने त्यही भएर हामी क्यामेराम्यानै हो तिमीहरू गाइज हामी यो मेटल वुल बोलाउने हो होइन ल जाउँ ओइ त्यो सामान लिएर आइज त डिक्की हुडीमा हाल्दै त आगोमै गर यस्तो हो क्या खोइ गाइज यस्तो हो क्या अब केही न केही गर्ला जस्तो छ अब के गर्ला त्यो पनि थाहा छैन केही त गर्छ जस्तो छ हेर है आगो अनुहार देखेन हौ अझै मजाले चला न अझै मजाले चला न तेरो सकिन्छ के छिटो मेरो बाल न एक्सपेरिमेन्ट रेकेडहरूको यो बल्यो बल्यो ओइ खत्रे बाल्यो त केटाहरूले आम्बो के हो यसको त खत्रै बल्यो त्यो बिस्तारै बाले जस्तो अर्को बक्सरी गरेर छ कपालमा पर्ला नि ओइ माल निकाल्दैछौँ ब्यागहरू एक ठाउँमा राखौँ राखौँ होइन आगो नपर्ने ठाउँमा राखौँ 4-5जनाले एकैचोटि बाल्ने माथि हालिदिउँ कि ल मैले यो पटाको पुरै निकालेँ रकेटहरू एक लस्ट रकेट एक लट सब पहिला यो सकौँ होइन आइज यसमा त अनि त्यो चेन लगाएर ओइ राकेश चेन लगा न त्यो तिनीहरूको आगोमा गएर हाल्दियो रे केटा नाइ चेन लगा न त्यो चेन लगा न गाइस हात चेन्ज गर्नु पर्यो ल राकेश भाइ गोजीमा यसो गरौँ यता फालौँ को बाल्ने हो ल यता म बाल्छु तिमीहरू यहाँ पाले बाल पकसँगै पहिला बाला नि ओइ यो कसले हो यहाँ यसको बोलेन रे ओइ उल्टा फाल्यो यसले समात एकचोटि क्यामेरा समात फुत्क्यो के क्यामेरा समात के हो फुस्की छ सबै सम्धीको वाला फुसफुस भयो के सम्धी फुसफुस सब फुस्की छ त यो त त्यहाँ छ त्यसको तार निकाल त त्यहाँ छ साथी पछाबाट बाल्दैन एकचोटि पक 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 ए ल ल ल ल मलाई एउटा अझै पनि ले त यति 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 होइन होइन मलाई यति नै बाल्दिउँ न ले न यति नै बाल्नु भने पक तेरो वाला निकाल त पक न मिलाउनु पर्छ यार पक पक छोड दिन काम लाग्छ हाय अर्को त फुस भयो फाले छैन ऊ यहाँ त फाले हो यो नि म गर्छु मेरो लागि गर त गाइज हेर्नु है अब बक्चोदी अब पटक यसो जला केटा हो गाइज अब म पड्काउँछु यसको हाको हटे लाइट बालौ बोले न होला ओइ 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 तेरो सेतो म चाहिँ गयो यार ढुङ्गा खोज्दा त केटा ढुङ्गा खोज्दैछु है म चाहिँ यहाँ यत्रो खाँदा ढुङ्गा हौ अलि ठुल्ठुल लिएर त्यो त बाङ्गो गइहाल्छ नि कौशल स्न्याप बनाइ ओइ साथी पख न यार ल ल ल हाइ नडरौ न गाइज यु क्यान सी टु रकेट्स आम्ने सामने भयो ठुलो हाल्न हैन हैन त्यो कट गर्ने अब ल ल ल कस्तो घुमेको मेरो वाला वाउ गु खान राकेश भाइ ल अब इटे खै लाइटरहरुको काछ ह लाइटर मसँग छ रोक्न त छुट्टै पड्काउनलाई के हतार यहाँ गर है पह त्यसलाई यसो गर न तिमीहरु जानेन क्या त्यो अलिकति टुप्पो निकाल न यस्तो गर्ने है केटा यो घुम्छ है केटा हो अर्को स्काई सर्टले है पक 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 3 2 1 गो
ल बलि अर्को गयो ओए आगो छुटिरा पड्क्यो है गाइस लाइटरले त ल अब म एउटा चाहिँ केटाहरूमा उडाउँछु कसले गरे यस्तो आई डोन्ट लाइक दिस अल फकिङ शिट अब त्यो ठुलो वाला चाहिँ आई लाइक अब वाला पेट्रोल द्याट्स आवर ओए ब्याम केटाहरू भागेको यसको तेरो लुगा गयो क्या मेरो गएन ए ठिक छ हामीलाई त आखिर सो गाइस अब हामी रकेट सकेट सबै उडाइसक्यो अब जाँदैछौँ हामी केटाहरू ओके गाइस ल जाउँ अब हामी कहाँ रे अब हामी मेला आता तीर्थ जाने रे है मेलामा घरमा चाहिँ मलाई मार्छ केटा हो अब यसलाई आन्टीलाई 7 बजेसम्म ल्याउँछौँ भने हो होइन 2:30 2:30 यसको फोनमा ए बाइकमा 2:30 भएर त 2:30 ल केटा हो मेरोमा ल है फेरि बटार न गाइज हामी तल झऱ्यौँ सुमनलाई लिन अब हामी जानलाई मेला आज भैली भने है भोलि हामी देउसुरी खेल्न जाँदैछौँ छुट्टै ठाउँमा स्पेसल ठाउँ साथी टाइममा नआएपछि हामी लुडो खेल्दै अवस्था वेट गरिरहेछौँ यहाँ हेलमेट फुकाएर छैन त्यही पनि हामी यहाँ लुडो खेलिरहेछौँ म चाहिँ सबभन्दा अगाडि हुनुपर्ने हुन्छ 2% ओ छक्कालाई छक्कायो लेट्स गो सुमन फेरि आउँदैन आउने क्या मैले खेल्यो भने जितिन्छ है फेरि त्यही भएर नखेले हो कि यिनीहरू रुन्छ कि मैले खेल्यो भने त्यही भएर म त एकछिन साइड लाएर बस्छु आनन्दले सुहानी खेल्छ ल यो को आयो मेरो भ्लगमा यो को इन्ट्रोड्युस म पैसा दिएर आएको होइन खै पैसा पहिला पैसा घरमा तपाईँ घरमा आयो र होइन तँ यहाँ आइस् नि त अब पैसा दिएन म पो आऊ त मलाई दे न त मलाई दे छोड्दै अब यहाँ गाइस अब सुमनलाई कुर्दैछौँ अनि त्यसपछि हामी मेला जानु लाग्यो मेला कताको काको 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 रे ओए काको मेला रे सुमन माता तीर्थ फेरि यसलाई लात्यो भने चाहिँ फेरि पुस्छ है यसले पुस्छ जबमा अफिसै बसेको जबमा छु जबमा म मिलिनियर भयो भने चाहिँ होइन म मिलिनियर भयो भने चाहिँ तँलाई प्लास्टिक सर्जरी चाहिँ कसम गराइदिन्छु है यो मिलिनियर हुने रे यो म एक लट गलत बंदे को पकड़ा दिया भाई ऐ मैं अपने पे आ जाऊं क्या guys check this out light on the roads यही पार्क हो आए मैं को हो त सञ्जय हो ए सञ्जय साथी नि रहेछ त यहाँ हेलो सब गाइस सबैलाई वेलकम छ कहाँ हो तिमी चाहिँ यसले हो क्या यसले बन्द रहेछ के भन्छ थाहा छ दिउँसो चाहिँ खुल्ला थियो अरे अब बेलुका भएपछि त बन्द भइहाल्छ नि यार सो गाइज हिजो मेला वाज लाइक फोकटको एन्ड चेक दिस आउट हिजोको हल्का बक्चोदीले यस्तो भएको छ आँखानिर अनि हल्का मुभ भन्न आएछ त्यो बर्न हुने मलम लागेको छु यसलाई त मैले गोदै लिइसकेँ हौ जतिखेर नि मेरै घरमा मेरै भ्लगमा आएको हुन्छ है यसलाई त मैले गोद लिइसकेँ है गाइस मेरो हुडी गयो महँगो यसको हुडी यहाँनिर जलेको छ हिजोको उसले मेरो यहाँ जलेको छ तेरो त हुडी त केही छैन मैले त फुकालेर गरेको थिएँ बट फ्रन्ट क्यामेराबाट भ्लग बनाइरहेको छु किनकि ब्याकबाट गर्न मन छैन किनकि मलाई यहाँ मेरो जले हुए सकल उफ एनिवेज हिजोको भ्लग कस्तो लाग्यो फुल अन कमेन्ट लाइक सेयर गर्नै पर्छ है गाइज यस्तो मजाले दबाएर लाइक सेयर एन्ड सब्सक्राइब प्लिज है यो वाला भ्लगमा कम्ती पनि 100 लाइक्स त हुनैपर्छ यस्तो बक्चोदी गरेछ यहाँनिर है
So yeah, this is it for today. Bye bye guys. Like, share and subscribe.